नमस्कार क्रिकेट प्रेमीहरू, स्वागत छ 3C नेपाल युट्युब च्यानलमा, जहाँ हामी नेपाल क्रिकेटका ताजा समाचार र अपडेटहरू ल्याइरहेका छौँ। यो दृश्यमा देखिएको मैदान तल्लो मुलपानी ग्राउन्ड हो। यसको काम 2011 देखि सुरु भएको थियो र अहिलेसम्म आइपुग्दा 2025 सम्म यति प्याराफिट र मेन बिल्डिङ भिआइपी बिल्डिङको काम सम्पन्न भएको छ। यो सिभिल काम मात्र, यसको भित्र इन्टेरियर काम सबै बाँकी छ। यो ग्राउन्डमा पिचको काम भइरहेको छ, नयाँ पिच बनाउने काम भइरहेको छ। खास यो नयाँ पिच अन्डर-19 एसिया क्वालिफायरलाई तयारीको लागि बनाइरहेको छ। यो पिच बनेपछि यहाँ 5-6 वटा पिच प्र्याक्टिस गर्न मिल्ने, खेल्न मिल्ने बन्नेछ। यो माथिल्लो मुलपानी मैदान नेपाल क्रिकेट सङ्घले व्यवस्थापन गरी प्रशिक्षण मैदानको रूपमा विकास गरेको छ। यो मैदान पूर्वी क्षेत्र फ्यानहरूको लागि सिटहरू छुट्याइएको छ। थोरै ठाउँ छ, सिट चाहिँ छैन, बाहिर बसेर हेर्न मिल्छ। माथिल्लो मैदानले अन्तर्राष्ट्रिय राष्ट्रिय स्तरको खेलहरू पनि आयोजना गरिसकेको छ। हाम्रो तल्लो मुलपानी ग्राउन्डमा 40,000 क्षमताको बन्ने भन्ने आकलन गरिएको छ। हेरौँ कतिको बन्छ।